सम्पूर्णजनालाई नमस्कार। आज फेरि म हाम्रो यो लोकसेवा प्रिपरेसन च्यानलमा वस्तुगत प्रश्न नम्बर सेट 15 लिएर उपस्थित भइसकेको छु। आजको भिडियो अलिकति लामो छ किनभने मैले धेरै दिनपछि यो भिडियो लिएर आएको हुनाले एकदमै महत्त्वपूर्ण प्रश्नहरू र एकदमै धेरै प्रश्नहरू हजुरहरूको लागि लिएर आएको छु र एकदमै थप जानकारीहरू पनि ती प्रश्नहरूको बारेमा लिएर आएको छु। त्यही भएर धैर्यतापूर्वक हेरिदिनु होला र म प्रश्न नम्बर 1 बाट सुरु गर्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा नयाँ सरकारको गठन कहिले भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 चैत्र 13 गते। यो धेरैजनालाई थाहा भएकै कुरा हो र पनि मैले समेटिराखेको छु किनभने एकदमै नयाँ प्रश्नहरू मैले समेटेको छु आज। प्रधानमन्त्री नियुक्ति विक्रम सम्वत 2082 चैत 13 गते। नेपालको संविधान 2072 जारी भए पश्चात पहिलो पटक धारा 76(1) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ र यो पनि प्रश्न एउटा आउन जान्छ, ध्यान दिनु होला। नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापा र नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की। त्यसैगरी नयाँ मन्त्री परिषद चैत्र 13 मा गठित। क्रमशः मैले नाम, पद र कार्यविभाजन लिएर आएको छु। बालेन्द्र शाह प्रधानमन्त्री, रक्षा उद्योग वाणिज्य तथा आपूर्ति डाक्टर स्वर्णिम वाग्ले, अर्थमन्त्री सुदन गुरुङ गृहमन्त्री, शिशिर खनाल परराष्ट्र मन्त्री, सुनिल लम्साल भौतिक पूर्वता तथा यातायात शहरी विकास मन्त्री लगायत 15 सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो। म भिडियो धेरै लामो हुन्छ भनेर सबैको नाम पढ्न चाहिन, हजुरहरूले हेर्नु होला। त्यसैगरी प्रश्न नम्बर 2 मा जाऊ। बासु शशी साहित्य पुरस्कार 2082 कसलाई प्रदान गरियो? यसको सही उत्तर रहेको छ साहित्यकार बसन्त चौधरी। प्रश्न नम्बर 3 मानव निर्मित रोबोट आर्टेमिस सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो? यसको सही उत्तर रहेको छ स्टारशिप। साथै स्पेन एक्सले मानव निर्मित रोबोट आर्टेमिसलाई आफ्नो शक्तिशाली स्टारशिप रकेट मार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाए हुने जनाएको छ। यो प्रक्षेपण र अवतरण सफल भएमा सन् 2029 देखि 2031 सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ। र प्रश्न नम्बर 4 मा जाउँ। मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो? एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ र यसको सही उत्तर रहेको छ चीन। सन् 2026 मार्चमा चाहिँ यसको स्वीकृति भयो। र साथै यही प्रश्न सम्बन्धी अन्य थप जानकारीहरू मैले लिएर यहाँ समेटेको छु। बुदा 5 वटामा कुन कम्पनीले कुन हिसाबले स्वीकृति दिने, कुन मेडिकल हल एडमिनिस्ट्रेसनलाई दिने भन्ने कुराहरू समेत मैले यहाँ समेटेको छु। हजुरहरूले योहरू हेर्नु होला। म भिडियो लामो हुनेछ त्यही भएर सामान्य रूपमा मात्रै भनिदिएको। र प्रश्न नम्बर 5 मा जाउँ। नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्र सङ्घका महासचिव को हुन्? यसको सही उत्तर रहेको छ कोफी अन्नान र ड्याग ह्यामरसोल्ड। र प्रश्न नम्बर 6 मा जाउँ। व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो? यसको सही उत्तर रहेको छ परी। पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैंकमा प्रयोगमा ल्याइएको हो। एकदमै महत्त्वपूर्ण प्रश्न हो। प्रश्न नम्बर 7 मा जाउँ। दर्जनौं व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो? यसको सही उत्तर रहेको छ सन् 2026 मार्च 24। विमानमा 114 जना सैनिक जवान र 11 जना चालक दलका सदस्य रहेका जनाइएको छ। सो दुर्घटनामा परि 66 भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौं व्यक्ति घाइते हुन पुगेका छन्। त्यसैगरी प्रश्न नम्बर 8 मा चाहिँ नेपालका समावेशी चरित्रलाई आत्मसात गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2064 असोज 1 गतेदेखि। साथै थप कुराहरू मैले समेटेको छु यही सम्बन्धी, हजुरहरूले हेर्नु होला। र प्रश्न नम्बर 9 मा जाउँ। राष्ट्रिय विकास परिषदको अध्यक्ष को हुन्? ने प्रावधान छ। यसको सही उत्तर रहेको छ प्रधानमन्त्री। त्यसैगरी प्रश्न नम्बर 10 मा जाउँ। विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो? यसको सही उत्तर रहेको छ ब्राजिल।
त्यसैगरी प्रश्न नम्बर 11 मा विक्रम सम्वत 2082 फागुन 21 मा सम्पन्न निर्वाचन पश्चात नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 चैत्र 12 गते। साथै प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीद्वारा शपथ लिएको हो। शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य 274। सिंहदरबार स्थित संघीय संसदको निर्माणाधीन बहुउद्देश्य सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको थियो हैन। मैले त्यतिखेरको कुरा लेखेको हुनाले हो भएको हो। प्रतिनिधि सभाका 66 जना सदस्यले 18 वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो। ज्येष्ठ सांसद अर्जुन नरसिंह केसीले अघिल्लो दिन चैत्र 11 गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो हैन। सबैभन्दा पहिले शपथ लिने माननीय को हुनुहुन्छ भनेर पनि सोध्न सकिन्छ। एकदमै महत्त्वपूर्ण कुराहरू त्यही भएर मैले समेटेको छु। प्रश्न नम्बर 12 मा जाउँ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षयरोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ? यसको सही उत्तर रहेको छ 42%। र यसै हाम्रो यो क्षयरोग नियन्त्रण सम्बन्धी अन्य थप 4 वटा 5 वटा कुराहरू मैले यहाँ समेटेको छु, हजुरहरूले हेर्नु होला। त्यसैगरी प्रश्न नम्बर 13 मा जाउँ। मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन्? यसको सही उत्तर रहेको छ फादर विलियम बर्क। कृति सही शब्द विक्रम सम्वत 2051। WWF को आदर्श वाक्य के हो? फर नेचर, फर पिपुल, फर एभर। इन्डियन प्रिमियर लिग IPL को 19औं संस्करण कहिलेदेखि सुरु भएको हो? यसको सही उत्तर रहेको छ सन् 2026 मार्च 28। साथै हाम्रो इन्डियन प्रिमियर लिगमा सहभागी टोली 10। ग्रुप ए चेन्नई सुपर किङ, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्गलुरु, पन्जाब किङ्स। ग्रुप बी मा चाहिँ मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स रहेका थिए भने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद भएको थियो। IPL को सुरुवात सन् 2008 बाट भएको हो र 18औं संस्करणको विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु, उपविजेता पन्जाब किङ्स। G20 शिखर सम्मेलन 2025 कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर रहेको छ दक्षिण अफ्रिका। साथै मिति सन् 2025 नोभेम्बर 22 र 23 गते भएको हो। अफ्रिकामा पहिलो पटक G20 सम्मेलन आयोजना भएको थियो। सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए। त्यसैगरी प्रश्न नम्बर 17 मा जाउँ। बिमस्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन्? अफगानिस्तान, पाकिस्तान र मालदिभ्स। सार्क सदस्य नभएका बिमस्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन्। त्यसैगरी प्रश्न नम्बर 18 मा जाउँ। नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागू गरिएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2071 असोज 13 गतेदेखि। त्यसैगरी प्रश्न नम्बर 19 मा जाउँ। विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरूले कुन कुन खाडी जोड्छ? यसको सही उत्तर रहेको छ पर्सियन खाडी र ओमानको खाडी। एकदमै महत्त्वपूर्ण प्रश्न हो। र विश्वको कुल समुद्री तेल व्यापारको करिब 20 देखि 30% हिस्सा यही मार्ग भएर हुने गर्छ। त्यसैले गर्दाखेरि यो हाम्रो युद्ध सुरु हुँदाखेरि पेट्रोलियम पदार्थको मूल्य एकदमै बढेको थियो, कारण यही हो। त्यसैगरी प्रश्न नम्बर 20 मा जाउँ। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस द्वारा सार्वजनिक सन् 2026 मार्च प्रतिवेदन अनुसार आतंकवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो? एकदमै महत्त्वपूर्ण प्रश्न र सायद धेरैजनाले गेस पनि गर्न सक्नुहुन्छ यो प्रश्नको उत्तर। यसको सही उत्तर रहेको छ पाकिस्तान। साथै 163 देश समेटिएको यस सूचीमा आतंकवादीबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ। यस सूचीमा नेपाल 89औं स्थानमा रहेको छ र आतंकवादी गतिविधिबाट बढी प्रभावित मुलुकहरूको मैले यहाँ 10 वटा राष्ट्रहरूको नाम, स्थान र स्कोर समावेश गरेको छु। 1 नम्बरमा पाकिस्तान हैन, स्कोर रहेको छ 8.574। 2 नम्बरमा बुर्किना फासो, स्कोर रहेको छ 8.324। 3 नम्बरमा
नाइजर लगायत हजुरहरूले यो पनि हेर्न सक्नुहुनेछ र टिपोट गर्न सक्नुहुनेछ। भिडियो लामो हुनेछ, त्यसले गर्दाखेरि म अलि फास्ट नै गइरहेको छु आजको यो भिडियोमा, हजुरहरूले हेर्नु होला। प्रश्न नम्बर 21 मा जाउँ। सन् 2026 जुनमा सार्वजनिक हेली पासपोर्ट इन्डेक्स 2026 अनुसार नेपाल कति स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ 97औं स्थानमा। यो सूची अनुसार सिङ्गापुरको पासपोर्ट विश्वकै शक्तिशाली बनेको, जहाँका नागरिकले 192 देशमा भिसा फ्री र पूर्व भिसा बिना प्रवेश पाउन सक्ने एकदमै खुसीको खबर हो यो त्यहाँको नागरिकहरूलाई। गत वर्ष सन् 2025 मा 109 स्थानमा रहेको नेपाल यस वर्ष सुधार गर्दै 97 स्थानमा उक्लिएको छ। हाम्रो लागि पनि एकदमै खुसीको कुरा हो यो। र सूचीको सबैभन्दा पुछार अर्थात् 103औं स्थानमा अफगानिस्तान रहेको छ, जहाँका नागरिकले जम्मा 23 देशमा मात्र भिसा बिना प्रवेश पाउनेछन्। र चीन 56औं स्थानमा 82 देश मध्ये, भारत 78औं स्थानमा 57 देश र पाकिस्तान 130 स्थानमा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 22 मा जाउँ। चिनिया राष्ट्रपति सी जिनपिङद्वारा हालै उत्तर कोरियाको भ्रमण कहिले गरिएको हो? यसको सही उत्तर रहेको छ सन् 2026 जुन 8 तारिक र 9 तारिकको। त्यसैगरी प्रश्न नम्बर 23 मा जाउँ। सिङ्गापुरमा सम्पन्न एसियन गेम्स पुरुष T20 छनौट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ नेपाल। 19 रनले विजय। खेल सञ्चालन मिति सन् 2026 मे 31 जुनदेखि 8 सम्म। आयोजना सिङ्गापुरमा गरिएको थियो। साथै थप मैले हाम्रो यो सिङ्गापुर सम्पन्न एसियन गेम्स पुरुष T20 को बारेमा मैले यहाँ समेटेको छु। हजुरहरूले एकदम राम्रोसँग हेर्न सक्नुहुनेछ र बुझ्न सक्नुहुनेछ, किनभने हरेक वर्षको इक्जाममा एउटा न एउटा खेलबाट प्रश्न आएकै हुन्छ। त्यही भएर मैले सम्पूर्ण खेलहरूलाई समेटेको छु। एकदमै राम्रोसँग पढ्नु होला पज गरेर। त्यसैगरी प्रश्न नम्बर 24 मा जाउँ। छायाछवि क्रिस्चनद्वारा आयोजित 17औं डिसेन अवार्डमा वर्ष 2081 को उत्कृष्ट चलचित्रको उपाधि विजेता चलचित्र कुन हो? यसको सही उत्तर रहेको छ अन्जिला। उत्कृष्ट निर्देशक मिलन चाम्स, उत्कृष्ट अभिनेता विजय बराल, उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्गा, चलचित्रकर्मी रजत सम्मान निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह। साथै प्रश्न नम्बर 25 मा जाउँ। संयुक्त राष्ट्र संघको पछिल्लो प्रतिवेदन अनुसार पश्चिम एसियाको तनाव र ऊर्जा सङ्कटका कारण सन् 2026 मा विश्वको आर्थिक वृद्धि दर र विश्वव्यापी मुद्रास्फीति क्रमशः कति प्रतिशत रहने प्रक्षेपण गरिएको छ? यसको सही उत्तर रहेको छ आर्थिक वृद्धि दर 2.5% र विश्वव्यापी मुद्रास्फीति 3.9%। त्यसैगरी प्रश्न नम्बर 26 मा जाउँ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार कुल गृहस्थ उत्पादनमा कृषि क्षेत्रमा योगदान कति रहेको छ? यसको सही उत्तर रहेको छ 24%। त्यसैगरी प्रश्न नम्बर 27 मा जाउँ। चीनको कुन अन्तरिक्ष अभियान अन्तर्गत 3 जना अन्तरिक्ष यात्री 210 दिनको सफल अन्तरिक्ष बसाइ सम्पन्न गरी हालै सकुशल पृथ्वीमा फर्किएका हुन्? यसको सही उत्तर रहेको छ सेन्झोउ 21। प्रक्षेपण सन् 2025 अक्टोबर 31 मा, पृथ्वीमा अवतरण सन् 2026 मे 29 तारिकको र सहभागी अन्तरिक्ष यात्रीहरू झाङ लु, वु फेइ र झाङ होङझाङ गरी समावेश थिए। त्यसैगरी प्रश्न नम्बर 28 मा जाऊ। हालै फिलिपिन्सको मिन्डानाओ टापु नजिक समुद्रमा केन्द्रबिन्दु बनाएर कति म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो? यसको सही उत्तर रहेको छ 7.8 म्याग्निच्युड सन् 2026 जुन 8 तारिक। एकदमै महत्त्वपूर्ण प्रश्न रहेको छ र एकदमै लेटेस्ट प्रश्न हो। त्यसैगरी प्रश्न नम्बर 29 मा विक्रम सम्वत 2083 मा प्रदान गरिएको मधु पर्क सम्मानबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ? यसको सही उत्तर रहेको छ पद्यतर्फ अग्रज कवि एवं गीतकार यादव खरेल, गद्यतर्फ कथाकार र भावपन्थी र मधु पर्क प्रतिभा समालोचक गीता त्रिपाठी। त्यसैगरी प्रश्न नम्बर 30 मा जाउँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पहिलो फिफा शान्ति पुरस्कार कसलाई प्रदान गर्यो? यसको सही उत्तर रहेको छ डोनाल्ड ट्रम्प सन् 2025 डिसेम्बर।
त्यसैगरी प्रश्न नम्बर 31 मा जाउँ। अमेरिका, मेक्सिको र क्यानाडाद्वारा संयुक्त रूपमा आयोजना गर्न लागि 23औं संस्करणको फिफा विश्वकपमा इतिहासमै पहिलो पटक कति राष्ट्र सहभागी हुँदैछन्? यसको सही उत्तर रहेको छ 48 राष्ट्र र एकदमै महत्त्वपूर्ण प्रश्न हो यो प्रश्न। खेल सञ्चालन सन् 2026 जुन 11 देखि जुलाई 19 तारिकसम्म हुनेछ। फिफाको इतिहासको पहिलो पटक टोली सङ्ख्या 32 बाट बढाएर 48 राष्ट्र पुर्याइएको छ। यस विश्वकपमा हरेक टोलीले अनिवार्य रूपमा 26 खेलाडी राख्नुपर्ने नयाँ नियमसँगै कुल 1248 खेलाडीको सहभागिता हुनेछ। फुटबल इतिहासमै पहिलो पटक 3वटा देश अमेरिका, मेक्सिको र क्यानाडाले संयुक्त रूपमा विश्वकपको आयोजना। यस विश्वकपमा सर्वाधिक खेलाडी इङ्ग्लिस प्रिमियर लिग 200 जना बाट खेल्दैछन् भने एउटै क्लबको कुरा गर्दा म्यानचेस्टर सिटीबाट सर्वाधिक 19 जना खेलाडीले आफ्नो देशको प्रतिनिधित्व गर्दैछन्। त्यसैगरी प्रश्न नम्बर 32 मा जाउँ। मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन्? यसको सही उत्तर रहेको छ फादर विलियम वर्क। त्यसैगरी प्रश्न नम्बर 33 मा जाउँ। फाइनान्सियल टास्क फोर्स FATF को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो? यसको सही उत्तर रहेको छ साउदी अरब। त्यसैगरी प्रश्न नम्बर 34 मा जाउँ। तपाईको आजको पीडा नै भोलिको तपाईको शक्ति हो भन्ने विद्वान को हुन्? यसको सही उत्तर रहेको छ रोबर्ट डेभिस। त्यसैगरी प्रश्न नम्बर 35 मा जाउँ। विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो? यो प्रश्न मैले पहिला पनि समेटेको छु। यसको सही उत्तर रहेको छ प्रश्न बेलायत। त्यसैगरी प्रश्न नम्बर 36 मा जाउँ। रिपोर्टर्स विदाउट वर्ड्सद्वारा सन् 2026 मेमा प्रकाशित विश्व प्रेस स्वतन्त्रताको सूचाङ्कमा नेपाल कति स्थानमा रहेको छ? यसको सही उत्तर रहेको छ 87 र स्कोर रहेको छ 54.80। त्यसैगरी प्रश्न नम्बर 37 मा जाउँ। आर्थिक सर्वेक्षण 2082-83 अनुसार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत सञ्चालन सुपर जोन कति छन्? यसको सही उत्तर रहेको छ 21 जोन 221, जसमध्ये जोन 206, ब्लक 1679 र पकेट 9393। त्यसैगरी प्रश्न नम्बर 38 मा जाउँ। सरकारले स्वच्छ तथा सफा हिमाल र सुरक्षित आरोहण अभियानलाई व्यवस्थित गर्ने उद्देश्यले हिमाल सफा राख्ने सम्बन्धी कार्य योजना 2082 देखि 86 कहिले स्वीकृति गरेको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 28 गते। अनि त्यसैगरी प्रश्न नम्बर 39 मा जाउँ। 22औं अन्तर्राष्ट्रिय कर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यसको सही उत्तर रहेको छ विक्रम सम्वत 2082 मङ्सिर 2 देखि 5 गतेसम्म सन् 2025 नोभेम्बर 18 देखि 21 काठमाडौँमा। त्यसैगरी प्रश्न नम्बर 40 मा जाउँ। नेपालकै पहिलो मत्स्य अभयारण्य घोषित स्थान कुन हो? एकदमै महत्त्वपूर्ण प्रश्न। यसको सही उत्तर रहेको छ कर्णाली नदीको शक्तिघाट क्षेत्र बर्दिया र कैलालीको बीचमा पर्छ। त्यसैगरी प्रश्न नम्बर 41 मा जाउँ। हाल नेपालमा बहुयामिक गरिबी कति रहेको छ? यसको सही उत्तर रहेको छ 17.4%, निरपेक्ष गरिबी 20.27% र आर्थिक सर्वेक्षण 2082-83 अनुसारको यो डाटा हो। साथै आगामी दिनमा पनि यस्तै महत्त्वपूर्ण वस्तुगत प्रश्नहरू हेर्नका निम्ति च्यानललाई सब्स्क्राइब, भिडियोलाई लाइक गरिदिनु होला र मैले समेटेको यी प्रश्नहरूको संक्षिप्त अझ थप जानकारीहरू मैले कुनै प्रश्नहरूको पढेर हजुरहरूलाई सुनाएन, ताकि प्रश्न अलिकति लामो हुन जान्छ भनेर। हजुरहरूले यसलाई राम्रोसँग हेर्नु होला र आगामी दिनमा पनि च्यानललाई साथ सहयोग र सपोर्ट गरिदिनु होला र अहिलेलाई भिडियोलाई लाइक, कमेन्ट र च्यानललाई सब्स्क्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। हजुरको दिन शुभ रहोस्।